क्या नहीं आवाज कर्म वो अच्छी बेटा भी नहीं कोई जा लो रोई दे किन डुगर हिँड्नु पर्यो सानो भावुक भयो बाजे त छोराबारी टाउनी भएर बस्छन् एक्लै घरमा बस्नु पर्यो ल बाजे त मुन डराउनु पर्यो धन्यवाद सबैलाई धन्यवाद मेरो तर्फबाट गन्काउन जोर मजल रेटा सारङ्गी मुरली बाजो तिरिरी रेशम फिरी फेरि अनि चर्को जानु पर्यो के भोको पेटको पात चिलाउनेको ठुटो कटुसाको घारी दिउला तिमीलाई सारी बसमा चढेर खाटमिट बब्बाल सो हेलो गाइज शुभ बिहानी सम्पूर्णलाई फेरि नमस्कार है झोले जम्मैको के स्वागत गए फेरि जम्मै स्वागत छ हजुर सबैजनालाई फेरि मेरो युट्युब च्यानल रञ्जित थापा मगरमा र आजको न्यू डे ब्लगमा सम्पूर्णलाई स्वागत छ र मेरो पेटमा चाहिँ यो के हो र यो भुँडी बोक्या बोक्या जस्तो पो भयो दाइ के हो यस्तो फेरि आइसकेको छ हजुरहरूको माझ सुरुदेखि अन्तिमसम्म हेरेर भरिपूर्ण रमाइलो इन्जोय गरिदिनु होला भ्लग के कस्तो लाग्ने छ के गल्ती गऱ्यो भने कमेन्टमा सल्लाह सुझाव पनि दिनु होला म गल्तीलाई सुधार्ने कोसिस गर्ने नै छु र आज फेरि हामी चाहिँ यहाँ सुन्तला टिप्न लागिरहेको छौँ सुन्तला टिपेको भ्लग हेर्नु होला बिनकोट गाउँमा त्यही हो अझ भोलि चाहिँ रोजगार पाइराखेको छ है अझै खासै कुरो लागेको छैन ल सानो स्वागत छ है श्रीमती चाहिएछ अरे अनि यसो सर किनभने मेरो सर हुनुहुन्छ म आज किनभने सन्तोष बोकेर हिँडेको छु बुढो मान्छे सेतै फुलेर पनि यो भिडियोको मेरो राखिदिनुहोस् म संसार गए पनि मेरो स्वामी संसार नदेखाउनु न गाँठे हजुर यो नदेखाउ नि अनि मेरो बुढी संसार छोडेर गयो भने म एक्लो ज्यानमा छु तर म डोको बोक्छु तर पैसा भए पनि फेरि क्या नि आवाज कर्म भयो अच्छी बेटा पनि कोही जा लो रोइ दे किन डुगर हिँड्नु पर्यो सानो भावुक भयो बाजे त छोराबारी टाउनी भएर बस्छन् एक्लै घरमा बस्नु पर्यो ल बाजे त मुन डराउनु पर्यो धन्यवाद सबैलाई धन्यवाद मेरो तर्फबाट ल बाजे त भावुक हुनुभयो है अब हजुरहरू कोही सिङ्गल हुनुहुन्छ भने बाजेसँग आउनु होला यहाँ बाजे श्रीमती नभएर भावुक हुनुभयो र यता छन् हाम्रो जङ्की टोलीहरू काजी थापाले पैसा छपेको छपे छ र यहाँ चाहिँ यस्तरी टेन्ट बिछेको चाहिँ यहाँ माथिबाट सुन्तला खरररररर गरेर खस्छ यहाँ सोल्टी तिमी मैले हिजो बोलाउँदा किन नबोलेको कि तिमी ल सोल्टीलाई पनि स्वागत छ हाम्रो गाउँको चल्दो पल्दो गायक यिनै हो है ल यहाँ चाहिँ टाढ बिछाउँदैछ है यसरी सुन्तला टिप्नको लागि सुन्तला राखेको छ यहाँ मान्छेहरू यस्तरी बसेको छन् यसो सुन्तला टिप्दै घुम्दै हिँडेको यहाँ फेरि मेरो हक्कु दाई ओ हक्कु दाई कता हो क्या तिमी यता आऊ न ल लाल जोडीसँग बस्ने हो ल यहाँ हक्कु दाई छन् है ओ र्याप हानिदिनु नि त र्याप हानिदिनु न दारी किन ल हाकुदाले अब यहाँ भन्छ यहाँ पहिला परिचय दिनु पर्यो नि ल परिचय दिनु पर्यो नि यहाँ पहिला हाकुदाइदिएपछि चाहिँ गीत कस्तो गीत हो कुकुरा आयो कुदाई तिमीलाई स्वागत छ है मेरो युट्युब च्यानलमा फेरि पनि नमस्ते सबै मनमुटुमा बस्न सफल हाकुदाई प्यारो दाई है ल गन्काउन जोर मजल रेटा सारङ्गी मुरली बाजो तिरिरी रेशम फिरी फेरि अनि चर्को जानु पर्यो के भोको पेटको पात चिलाउनेको ठुटो कटुसाको घारी दिउला तिमीलाई सारी बसमा चढेर खाटमिट बब्बाल अरे ल हाकुदाई र म यहाँ छौँ है हाकुदाई ल म टोपी निकाल्छु ओ कपाल त के हो कपाल त म यहाँ फेरि मेरो कति यस्तो भुँडी पनि लाग्छ कि यहाँ त भुँडी लाग्नु परेन म एउटा टुक्रो हालेपछि भयो अलिक ल हाकुदाई अलि भेट्दै गरौँ है ल सुन्तला हेर्नु त दर्शक महानुभावहरू
मान्छेहरू सुन्तला बुटमा झुन्डिराखेका छन्। कता मामे तिमी बोलेको? ओ मामे ए झ्याङकुची खेल्दैछन् है। यता बाबिन भाइ हुनुहुन्छ, यता बहिनी भाइ देखेको छैन खासै। यहाँ पुनम भाइ सुन्तला भुइँमा पनि क्रेटमा राखेको छ है। मेरो काम चाहिँ यिनीहरूले टक्क सुन्तला टिप्छ अनि झोला धराउँदै या क्रेटमा खन्याउँदै बोक्दै पठाउने हो कि। कत्रो सुन्तला त उयो यता माथि पनि छ है। यो टाँड बिछेको कारण चाहिँ यो माथिबाट सुन्तला खाँदाखेरि तर नफुटोस् नपचरियोस् भनेर है सबै त्यहाँ बस्छन्। ल हेर त हाम्रो माइजू पनि आएको रहेछ। हाले ए कान्छी ल यता पार्टनरहरू सँगै भएछन् पार्टनरहरू। ल हाई गरिदिनु नि त्यहाँबाट। ल ल ल यहाँ सुन्तला यसरी टिप्दैछन्। अब यता बिनकोट गाउँमा चाहिँ बिनकोट गाउँमै एउटा व्यापारी मान्छे आएर साना बाज्यू याची सुन्तला बेच्दै हुनुहुन्छ यहाँ। किनभने किलोको चाहिँ 25 रुपियाँ परेहा। सन्तला दाना चाहिँ एउटा 10 रुपियाँ परदेश पनि छ, ठुल्ठुलो छ, मुठीभरिकै छ। तर लिनु मन लाग्छ भने आउनुहोस्, हामी दिन्छौँ। ठुल्ठुलो दाना छ, सानो पनि छैन, यत्रो यत्रो दाना छ। धन्यवाद। कति पहेँलो सन्तला छन्, लाल चाडेको छन्, मै जस्तो। आयो 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 सन्तला, सन्तला आयो आयो सन्तला, सन्तला आयो। ए यताबाट झोला पनि आयो। यता पनि हाम्रो मामाश्री हो हाक्कुदै आयो फेरि। हो हाक्कुदाई हाक्कुदाई कहाँ लुकेको र तिमी? यस रमाइलो भइरहेछ है। अब भ्लग यस्तै हो, सुन्तला टिप्दैछौँ रमाइलो गर्दै। अब के गर्ने दाइ, रोजगार पाइरहेछ नि बाजे होइन। घाम लागेको छैन, जाडो हो, खसै चिसो आएन। आज चाहिँ सिट परेको छैन, भिड लागेको छैन कि आज चाहिँ है। किन यो यहाँ बोटभरि मान्छे छन्। यो पाल बिछेको कारण चाहिँ यहाँ सुन्तला यसरी झर्छ अनि उलुलुलुलुलु गरेर गुल्ट्यो फेरि उता हाले। ल हेर्नुहोस् त दर्शक महानुभावहरू यसरी टिपिन्छ पिनकोड गाउँमा सुन्तला। एउटा जोक सुनाउ त। सधैँ हाकुदाईको अब गीत सुनेको, आज चाहिँ जोक सुनिरहेको दाईको। हाकुदाईको चाहिँ जोक सुनाउन गइरहेको छु है। तपाईँहरूले चाहिँ यसो चाहिँ के गर्ने? सुनिदिनु होला है। सुन्नु होला। एउटा जोक कस्तो छ भनेदेखि है, अब यहाँ पनि टिचर नै हो है। म टिचरको बारेमा ल ल ल भन्न सुनाम न, चित्त आतुर भइसक्यो सुन्नलाई। भयो अनि एउटा जोक छ। स्कुलमा चाहिँ इङ्ग्लिस मात्रै पढाउनु रहेछ विद्यार्थीहरूलाई है, सानो सानो बच्चाहरूलाई। अनि पढाउने अनि त्यसपछि चाहिँ जोक भयो नि जोक। अनि त्यसपछि चाहिँ त्यहाँ इङ्ग्लिस मात्रै बोल्ने है। अनि एउटा चाहिँ केटोले एउटा केटीलाई यसरी टिक्क चिमाटिदिएछ। ल कसरी मिठो मलाई चिमानी यसरी चिमाटेछ है। अनि चिमाटेपछि चाहिँ के भनेछ, अब इङ्ग्लिसमा भन्नु पर्यो फेरि त्यसले है। त्यसले के भन्यो, अब सरले सोध्यो है। त्यसपछि के भन्यो भनेपछि हिले आइलाई चिचिक्का, हिले आइलाई चिचिक्का भनेपछि त्यो इङ्ग्लिस बोलेको भयो। ल त्यही हो कोही सुना मैले डन्नु जोक हाकुदाईको जोक कडा दिन्छ के। अब नाच्ने पनि हो, नाच्ने होइन हाकुदाईको जोक सुनेको रे सबैले। ल ल दर्शक महानुभावहरू के कस्तो लाग्छ जोक हाकुदाईको है। गीत पनि हान्छ फेरि हाकुदाईले ऱ्याप पनि लेख्छ के। सबै मल्टी ट्यालेन्ट मान्छे हो, ऱ्याप पनि गाउँछ हाकुदाई, डान्स पनि गर्नुहुन्छ। झोला आयो अनि झोला आयो पनि भन्नुहुन्छ। ल हाकुदाई अहिले भेटौँला है। भयो भएन भयो दामी बबाल। ठिक छ बबाल। लाइक सब्सक्राइब शेयर गरिदिनु सबैले। माथिसम्म पनि बसेर टिप्दै हुनुहुन्छ सुन्तला। त्यो मजाले पाकेको यहाँ सुन्तला। ओहो यता मान्छेहरू छन्, घाम लागेको छैन। यसरी डोकोमा दिदीले सुन्तला बोक्दै आउनुहुन्छ।
अनि यता हाम्रो मामाहरू हुनुहुन्छ तेरा बेनीकोटमा भने अहिले यहाँ सुन्तला ग्रेडिङ गर्नमा व्यस्त छन् कृषकहरू। ब्लग हजुरले हेरिसक्नु भयो होला के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। घाम लगाइरहेको छ बल्ल बिस्तारै यसरी ग्रेडिङ गर्दै गाडीमा लोड गर्दै क्रेटमा भर्दै गाडीमा चाहिँ गर्दै काठमाडौँ जाने गर्छ डाइरेक्ट। चाहिँ मेला लागिराखेको छ, म यहाँ छु। यता पनि सुन्तला राखेको छ है। सही नै हो भिडियो हजुरहरूलाई के कस्तो लाग्छ सल्लाह सुझाव कमेन्ट गर्नु होला। यदि हजुरहरू च्यानलमा कोही नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला, सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला। सबै नै हो भिडियो यति नै भयो। अझ चाहिँ सुन्तला टिप्न आएको मान्छे अब काम परेर चाहिँ जानुपर्ने भयो, त्यस कारण भिडियो पुरै गर्न पाएन। अब यही नै भयो भिडियो। यस्तै नयाँ भिडियो हेर्नको लागि फेरि पनि च्यानलमा जोडिनु होला, च्यानल सब्सक्राइब गरेर रमाइलो गर्नु होला। सो स्टे ट्युन गाइज, बाई बाई।